टु बी हियर हैन हामी सबैजना हामी अरू ठाउँमै हुन सक्थ्यौँ होला तर हामीलाई फेटले यसरी भेटघाट गराएको छ हैन एन्ड आई रियली फिल ह्याप्पी अबाउट इट कि हैन वी आर अलाइभ वी आर हेल्दी हैन वी गट एभ्रिथिङ विथ इट आई थिङ्क त्यो लाइक हुन्छ नि त्यो मनी वाइज होइन तर हामीले आई थिङ्क वी आर लाइक भेरी ग्रेटफुल टु बी हियर है सबैजना नै अनि हामी कहिले पनि अब हामी अघि मैले भने नि वी डिडन्ट नो इच अदर होइन योभन्दा अगाडि होइन तर यहाँ आएर हाम्रो एउटा बोन्डिङ भनौँ न होइन सबैजनाको आफ्नो आफ्नो एउटा स्टोरी छ आफ्नो आफ्नो एउटा लाइफको एउटा स्टोरी एउटा पार्ट छ बट वी आर हियर सेलिब्रेट होइन दिस मोमेन्ट टुगेदर होइन एन्ड आई वान्ट टु रेज दिस मान्छे नभएर गरिबों का सलमान खान इमरान हाबी भनेको so that's why I want to raise this like bottle of garib beer for our friends यो दाइलाई बियर हल्लाएर चाकमा हालिदेऊ न गरिबों का मसिया वडमुलको मसिया भन्छ झिङ्गा कस्तो गर्छ I want to raise this bottle of beer for Suraj बोतल मात्रै छ हौ त्यो नयाँ ल्याउनु पर्छ क्याम्पे खाइदिन एउटा लिएर आएछ न भने उपास गर्नु नाइले ब्याकग्राउन्ड मलाई मात्रै दे ल फेरि एकछिन जाओस् त एउटा सन्देश लै मलाई चाहिएको कुरा मन पर्छ ब्याकग्राउन्ड टोन हो Thank you very much. भनिसक्यो ल फेरि एकछिन So जाओस् I want to raise this bottle of beer एउटा सन्देश लै आमा होइन त मैले बिर्सेँ हौ ब्याकग्राउन्ड आयो कि बिर्सेँ हौ अब त But cheers to everyone. Cheers. Cheers for everything. म सुरज भाइको बारेमा एउटा भन्छु ल यो म्युजिक बारे क्या ल ब्याकग्राउन्डमा साउन्ड मेरो होइन हौ त्यहाँ नगर्नु त्यहाँ गर्छु के त्यहाँ यो कति चाहिँ चलाउनु जोक हो सिरियस डरै हुनु यहाँ ए लाउड गरेर क्या जोक हो अब रुँदैछु म यस सुरज भाइको बारेमा भन्नु आँटेको मैले क्या यो त साइग्रेसको कथा जस्तो छ साइग्रेस ब्याकग्राउन्ड म्युजिक यो है मैले सुरज भाइसँग भेटेको कथा अरे क्या पहिलोचोटि भेटेको कथा अरे क्या अलिक सानो पारिदिन्छु यो भाइ म्युजिक गर्ने अरे क्या फिलिप गाइड म्युजिक त्यो थियो 2017 साल सकिन गयो अस्ट्रेलियाको मेलबर्न सिटीको एउटा सपिङ सेन्टरको नाम माया सुरज भाइ यो फेरि हल्ला गर्न थाले कि यो दाइलाई क्लासबाट निकाल मेलबर्न यो दाइलाई क्लासबाट निकालिदिउ न मेलबर्न सिटीमा थियो एउटा ठुलो सपिङ सेन्टर जहाँ थियो सपिङ सेन्टरको नाम माया म पनि निरन्तर सधैँ चाहिँ एउटा जब गरिरहेको थिएँ जहाँ म क्लिनिङ काम गर्थेँ म आफ्नो कामको सिलसिलामा एउटा ग्राउन्ड फ्लोरमा सफाइ गर्ने काममा म स्विप गरिरहेको थिएँ त्यसमा एउटा केटो देखेँ एउटा युवा केटो चुस्स दारी भएको आँखामा सपना जोस जागर सहित ऊ पनि छिटो स्विप हालिरहेको थियो मैले यसो हेरेँ ओ यो ठिटो रहेछ सुरज भाइ उसले पनि यहाँ सफाइ गरिरहेको थियो यु आर स्ट्रङ बी स्ट्रङ कन्टिन्यू र म स्ट्रङ सपना देखेर यहाँ रुममा क्लिनिङ काम गरिरहेको थियो फर्किँदाखेरि ट्रेनमा अचानक त्यो भाइ र म एउटै सिटमा पर्न पुग्यौँ चुस्स दाडी भएको हेर्दाखेरि सानो केटोमा एनर्जी थियो दाइ भनेर बोलाउँथ्यो सँगै बस्ने भएर सञ्चारमा हामी सँगै आयौँ भाइमा त्यो एउटा एनर्जी थियो भर्खर कलेज पढिरहेको थियो त्यसबाट भएको सुरुवातको हाम्रो सम्बन्ध सिमरन बहिनी त त्यो सुरज भाइको लाइफमा त्यो आएकै
होइन क्या त्यतिखेर पसिना लाग्यो हामी भेटघाट हुन्थ्यौँ अनि अचानक कति सालमा हो भाइ तिमी बिदामा गएको दाइ म नेपाल जाँदैछु बिहे गरेर आउन सक्छु भन्थ्यो जे होस् सुनुक भइसक्यो नाङ मैले जोक हान्छु भनेको बहिनी त किन रुयो एउटा जोक भनौँ यसमै तपाईँ कन्टिन्यू गर्नु त्यसपछि दाइले चाहिँ होइन ग्लोभ्सलाई सुरज रातिको अगाडि कोटाउँदै गयो कि कोटाउँदा त्यो ग्लोभ्स खटिएर गुको कोटाइराखेको थियो दाइले हामी जे होस् होइन हो कि भन्दा मायरको सपिङ सेन्टरमा कहिले टोइलेट सफा गर्थ्यौँ कहिले फ्लोर सफा गर्थ्यौँ भाइ एउटा थियो भाइले जे होस् बिहे गरेर आउँछु भन्थ्यो अनि एकचोटि भाइले माग्न जाँदाखेरि पनि बहिनीको घरको छतमा गएर फोन गरेको थियो क्या दाइ म केटी माग्न आएको छु यार दाइ भनेर मलाई होइन अनि मलाई स्टिल थाहा छ भाइ क्लिनिङ गर्थ्यो रात दिउँसो इभिनिङमा एचएन मेक्सिको फिजरेको रेस्टुरेन्टमा काम गर्थ्यो अनि 2 घन्टा सुतेर आएर ऊ क्लिनिङ गरेर जिम गरेर कलेज जान्थ्यो तर भाइको नेचरै यस्तो छ कि उसलाई जसले पनि मन पराउँछ ऊ आफ्नै मान्छे त्यति राम्रो छ होइन अनि उस स्टिल मलाई थाहा छ क्या म दाइ मलाई फिजरेको रेस्टुरेन्ट ओनरले वर्णमूलमा फ्रेन्चाइजको लागि मलाई अफर गरिरहेको छ भनेर भन्थ्यो भाइले यहाँनिर वर्णमूलको भाइ तिम्रो बारेमा कुरा यो कहानी सिम्रोले सुन्नुपर्ने हो केही सुनिरहेको छ सुनिरहेको छ उसले मैले सुन्नुपर्ने हो दाइ मलाई भन्नु सुन्नुपर्ने 2016 बाट मायामा काम गर्दाखेरि त्यो म 2019 सम्म मायामा काम गरेँ त्यस बिचमा मैले धेरै भाइहरूसँग चिने सिरिङ भाइ थियो रवि भाइ थियो सगुन भाइ थियो तर यो भाइ स्टिल पनि मेरो कनेक्सन छ इनफ्याक्ट सुरज भाइको सायद नेचर यस्तो छ कि उसँग सम्बन्ध गाँच्ने मान्छेले कसैले पनि उसको यति स्वच्छ मनको छ क्या उसलाई कसैले बिर्सिँदैन क्या निश्चल प्योर हार्ट होइन भाइ उसलाई ठग्न उसलाई ढाँट्न उसलाई छलकपट गर्न घमण्ड भन्ने केही पनि छैन जस यहाँनिर तपाईँको फर्स्ट टाइम डेकोरेसन भर्खर स्क्रैचबाट यो वर्णमूलको रेस्टुरेन्ट बनाउँदाखेरि पनि मलाई एभ्री डे फोन गर्दा डेकोरेसन बनाउँदैछु यहाँमा गर्दैछु ए भाइ तिम्रो बबाल हुन्छ जस एटलिस्ट सेयर हालेको छ इन्भेस्टमेन्ट गरेको छ तिमीमा पोटेन्सियल छ यो भाइ भर्खर जेनजी 28 वर्षमा यहाँनिर यत्रो रेस्टुरेन्ट चलाएर बसिरहेको छ ऊ चाहिँ बिजनेस टुर दुनियाँले यत्रो उसलाई रेस्पेक्ट गर्छ यत्रो ट्रस्ट गर्छ होइन जे होस् बहिनी पनि स्कुलले आज भर्खर बिहे गरेर आउँदाखेरि हाम्रो घरमा आएको थियो पहिलो टिका हाम्रो बुवा मम्मीहरूले बसेको टिका म त दुईटा म हो त मागो जे होस् यस्तै हो सम्बन्ध सधैँ रहिरहोस् मैले जोक भन्नु खोजेको यहाँ सिरियस भन्दै रहेछ गाइस एनीवेज कल फर द सुरज ल cheers सुरज cheers Everyone say something about Anybody wanna say anything to Suraj? It's your chance. के बनाएको कत्रो बनाएको छ हो दे प्याक 15 ml त हो दाइ कालो हेर न यो औला हाल्यो नि औला देख्दैन होला Anyone interested in saying? This is darker than my life भइरहेको कोही छ? Anyone interested? एकदम तपाईको र मेरो हाम्रो ल ठिक छ हाम्रो दाइले भन्नुभयो म त भनिसकेँ के हो अगाडि पनि भनिसकेँ विनोदको पाला विनोद हामी दाइ रिसेन्टली विनोदको पाला विनोद anyone interested can say तिमी भन न चिमाया मासु चुम्चुमको आटा ल चिमाया माथि भनेर बोल्नुपर्छ दाइ त्यो म्युजिक बजाउनु होइन हौ होइन त्यो म्युजिक अब त गाह्रो हुन्छ ल अनि अब दिदी हुन्छ ओ ढोगालाउ न ए पो अबि ढोगालाउ न ढोगालाउ न मलाई सङ्गत बढाउनु मलाई कोही मान्छेसँग कुरा गर्नु नेभर त्यो मेरो लागि कहिले पनि उयो थिएन क्या हुन्छ नि लाइक आई हेभ अलवेज बिन लाइक म नट अलवेज पहिला म इन्ट्रोभर्ट मान्छे थिएँ 9 वर्ष अगाडि म एक्सट्रोभर्ट भएको क्या
अनि आई मेन लाइक सो मेनी फ्रेन्ड्स क्या अल ओभर द कन्ट्री होइन नेपालमै हुँदाखेरि पनि होइन अनि अब आफ्नो आफ्नो एउटा भागेले डोराउँदो रहेछ यहाँ आएर हामी सबैजरी भेट भएर छौँ पहिले कसरी सबै बुढी बुढी आउने के सुन्नु ए हो फोटो गलाउन न दाइ यसले गर जिस्केको हो नि रेडियो नेपाल हो नि रेडियो नेपाल होइन तिमीलाई थाहा छैन किन BBC रेडियो नेपाल BBC रेडियो नेपाल यता बिग ब्ल्याक क्लक हो क्या तिमी त नबोल्ला के तिमी नबोल्ला हैन कप भन्ने बित्तिकै खुसी लाग्यो त्यस्तो साह्रो खुसी हुनु ठिक छ तपाईँ तिमी नबोल्ला अरे के ल तिम्रो बिग ब्ल्याक कक छ अरे ठिक छ किन खुसी लाग्यो इज्जत बढ्यो ठिक छ के होइन होइन बिग ब्राउन होला बिग ब्राउन होला हामी त ब्राउन कलर होला बिग ब्राउन ब्ल्याक कलर मनपर्छ अरे क्या त्यही भएर होइन मेरो ब्ल्याक तर है विश्वलाई यो बच्या रे सर्कमसाइजबाट सुनेको बाल बाल बच्या रहेछ कैची हालेर छिराएर तर मलाई खुसी लाग्छ मैले आई गट टु नो यु गाइज होइन सबैजनाहरू मैले सिरियसली भनेको म लास्ट टाइम केशर भाइ हामी पर्छौँ भनेको सो आई ह्याड अ रियली गुड टाइम मलाई म नेपालमै नेपालमै भएको त्यो मलाई एउटा आफ्नो फेमिली क्या त्यो आफ्नो सबै भेट भएको थियो नि त यो अनि मलाई लाइक आई रियली फिल लाइक इट वाज माई होम जस्तो क्या त्यो दसैँ भनेको चाहिँ इन्डियन लाइक अस्ट्रेलियामा चाहिँ धेरै मलाई राम्रो लागेको थियो यु प्लेट सबै कुराहरू अब हाम्रो त्यो हाम्रो शेर्पा कमलहरू पनि भेट्यौँ मलाई रमाइलो लाग्यो हामी आयौँ होइन अनि मलाई चाहिँ त्यो चाहिँ क्लोज नै थियौँ हामी पहिल्यै अनि लाइक त्यो कुरा चाहिँ भन्नु त्यो एउटा पेट नै भयो नि त होइन अनि मैले तपाईँलाई सुरुमा भनेको यो मान्छे त मैले चिनेको यो मान्छेको फोटो कसरी तपाईँको घरमा भनेर भन्दाखेरि त्यो हाम्रो अर्को हाम्रो जेठा दाइ मैले दाइलाई सोधेको थिएँ नि त मैले होइन दा मैले यो मान्छेलाई चिनेँ नि यो मान्छे कहाँ तपाईँहरूको फोटो फ्रेममा छ भनेको दाइकै दाइ रहेछ मैले त्यसलाई सोधेको थिएँ नि दाइ होइन दाइ धेरै रमाइलो हुनुहुन्छ तर दाइ ठ्याक्कै मैले ठ्याक्कै बुझेँ मेरो मामा सँगै पो हुँदो रहेछ त फेरि एउटै प्लेटफर्ममा रहेछ अनि हाम्रो दाइ हाम्रो म बसेको जुन हाम्रो माउली घर यस्तो कन्टेन्ट त पैसा तिरेर पनि आउँदैन कि कन्टेन्ट अब हामी तर यसको मेरो फ्रेन्ड्सले चाहिँ त्यहाँबाट चाहिँ धेरै त्यो मेरो बियर हो दाइ यो मेरो बियर हो मैले आफै खोलेको कि रातभरि बसेपछि अर्को खाने अर्को लिएर म लिएर आउँछु के भने यसले यसरी चाक खापे त एकअर्काले थापे हौ होइन तर मलाई एक दुई शब्द मलाई विश्वको बारेमा के कुरा गर्नु मन छ मुजी हो दुईटा मुजी भनिदिने सक्यो एटलिस्ट हामी एकचोटि हाम्रो विश्व सरलाई पनि हामी अप्रिसिएट गरिदिउँ होइन सर इज्जत पस्दैन क्या त्यसलाई इज्जत पर्यो मुजी होइन यो मान्छेसँग यो मान्छे ओ टोटे पाडा के हो टोटे पाडा भने कस्तो काम हो लाजै लाग्दो चाकको दुलो जस्तो सुन्ने हो यो
विश्वसँग हाम्रो पहिलो भेट मेरो यो इन्टरेक्सन कसैसँग पनि कहिले मैले नभएको छैन, बिर्सिनु होइन? नै क्या त्यस्तो होइन, त्यो ठिकै नै थियो, राम्रो नै थियो एउटा तर होइन लास्ट टाइम it was like he's been a good friend होइन लाइक सबैसँग तपाईँहरू आफै नै यसरी हेर्नु होइन यो मान्छे एकदम त्यो भिज्ने खालको मान्छे क्या त्यो जेसँग पनि म स्पन्ज हो कि यो मान्छे राम्रो छ वेट छ अरे होइन यो मान्छे मलाई ठिक लाग्छ पर्सनल गयो आधा घन्टाको गर्नुपर्छ मोनिटाइज गर्नलाई गयो भने विनोद मेरो भाइ बोलिरहेछन् केही पर्सनल यस्तै भाइरल हुन्छ अहिले सोध्छु कन्सेन्ट सोध्छु सबैको त्यही बजिरहेको चालु किन भने होइन जिन्दगीमा राम्रो गरेर केटा त्यहाँ देखिमा कन्सेन्ट तैँले राम्रो गर्दैन अझै पनि राम्रो भनेको फेरि दुईचोटि मात्रै भएको थियो लास्ट टाइम भएको कि नत्र नि मुखमा त्यो उ हालिदिन्छु क्या ब्लर गरिदिन्छु भनेर थालेको क्या होइन भाइ सबैजना होइन सबैजना ठिक लाग्छ मलाई विनोद भाइ हेऱ्यो होइन यो हामी सबैजना यहाँ सबैजना close हामी होइन हामी यो ग्रुप भनेको क्या ठिक लाग्छ उसलाई पनि भन्दिनँ हौ के यार लाइक भोलि गएर मैले होइन अस्ट्रेलियामा मलाई केही अप्ठ्यारो पऱ्यो भने मैले गुहार्ने भनेको यही ग्रुपमा पढाउने हुन्छ क्या म कसैलाई त म भन्दैन नि त मेरो सोच के हो कसो ठिक लाग्छ जे होस् मलाई यो ग्रुप एकदम ठिक लाग्छ आई थिङ्क लाइक हाम्रोले अब हामी त अब हेर है अब म उसलाई 33बाट 34मा हिँडेर अर्को बाल त के हुन्छ होइन तर मलाई त्यो ठिक लाग्छ केटाहरू सबैजनाहरू मैले भोलि गएर मेरो केही समस्या पऱ्यो भने मैले खुलेर मैले बोल्नु मिल्छ क्या सबैजनासँग अब सबैजनासँग यहाँ जो छ हाम्रो यो ग्रुपमा होइन तर हामीले चिनेको दामी कुरा गरेर चियर्स गर्दै चेस गर्नु यो घ्याम्पो हान्नुपर्छ है घ्याम्पो हान्नुपर्छ घ्याम्पो हान्नुपर्छ ल चेस Cheers to being cheers to being together. Hold on. दाइले भन्न लाग्नु भएको छ के यो कुरा चाहिँ यति इमोसनल छ होइन जो जसको जति छ गाइले गर्दैन होइन घ्याम्पे दाइ यो हेर्दिका छ यो देखा घ्याम्पे भाग्नु म देखला म फसाएर गए कत्रो बनाएको थियो What mine? मेरो त घ्याम्पे मेरो त भरि थियो भरि थियो मेरो भरि थियो मैले त रेस्ट पनि पाएको छैन क्या अर्को खा एउटा गर्नुपर्छ Birthday boy is talking रे मैले धेरै कुरा त होइन सबैलाई बोल्नु दिउँ अब एकाले बोलोस् भन्नु त्यही त हो नि तिमीसँग बोलौँ न हामीले बिल्ला हालेको एउटा साइडमा छ तर ए बाबा बोल न बोल्दैन त केही जाँदैन त हौ बोल न त्यो मुजीलाई पहिला भिडियो अपलोड सानोमा कन्टेन्ट यो मान्छेको म मुख देखाउन न है यतातिर फर्काइ ल बोल मेमोरिज हो के मेमोरी मेमोरिज भोलि गएर तिम्रो छोरा छोरीले मेरो बाउले के गर्यो भनेर सोध्ला यही देखाउने त हो दारू खाएको मेरो होइन कस्तो मिलाएर लगाएको छ यहाँ आयो है दामी मलाई स्पिच छैन त मेरो यही हो कि मेरो स्पिचको साटो दामी छ त दाइ मेरो सर स्पिचको साटो यही हो एक भोलि त मर्निङ छ त त्यो मेरो ब्रो यार हेर क्याम भनेको जिन्दगीमा आइरहेको छ आउँछै आउँछ मलाई दामी लाग्छ तर एउटा तिमीलाई इन्जोय गरेको छ कि छैन भाइ त्यो इन्जोय गर्छ क्या भोलि पहिला 10 मिनट सुत्दा पाउँछ भने 10 मिनट नसुत्दा बरु छोड्नु छ भने छोड्नु तर मेरो स्पिच छैन मलाई मेरो सुरजको लागि सबैलाई लाज लाग्छ कि यो मैले उताको चस्मा लाउँदा सुरज विश्व भाइ त ठ्याक्कै चिनिन्छ नि आफ्नो मात्रै माथि उभिएको लेफ्ट साइडमा हेर्नु त्यो चस्मा लागेको को हो अरु चाहिँ हेर न दुधु हेर न दुधु उमेश
यो मेरो सुरजलाई मात्रै होइन मेरो दुईजना भाइ छ दाइ हुनुहुन्छ एकजना मेरो कहाँ गयो त्यो साली त मुद्नु गयो जस्तो छ होइन मैले बोल्दिनँ मुछियो फोटो खिच्नु न के छ क्यामेरा हुन्छ ल कन्टेन्टमा त भन्नु फुटा हाल्नु न फुटा हाल्नु न सन्दीपलाई लगन लो सन्दीप आउँदै जाउँ मुतेर त्यसको खै यो फुटा आमा बडी देखाओ कि दुध देखाओ यस्तो देखाएर के चुस्ने हो चाट्ने भन न नेक्स्ट इयर चाहिँ तर सबैजना यस्तो हुने नेक्स्ट इयर सुरज ए नेक्स्ट इयर त प्लिज भाइ त्यो कोही पनि हुन सक्दैन म भइदिन्छु कस्तो भनेको म आजदेखि यति तिमीले उति ल्याउनु पर्ने थियो यार आजदेखि होइन तर कन्सेन्ट लिन्छु म सबैको हाल्छु डन सबैको जसको मुख आछ लिनु पर्यो सबैको डन त्यो गाना बजाउने टेन बजाउनु कोही छजना सन्दीप कहाँ कहाँ हो सन्दीपले लायो तर भित्र ब्याकग्राउन्ड खिच्छ नि यार ल फोटो खिच्नु पर्यो नि त दाइ एकताल बडी देखाइदिनु नि त यस्तो भ्युअर्सहरूको लागि भ्युअर्सहरूको लागि हजुरको सेक्सी कचु विथ बर्गर I don't want to see him in next life. यसले गर्नु लाउँदै भनेर भनेको I don't want to see him in next life. मान्छे यसको चित्त बुझाउनलाई के गर्नु पर्यो तैँले गरेर चाहिँ ठुलो बात हो त अनि मेरो हो त्यो बाल बदल ए फेरि भने मेरो के छ भने फोटो खिच्नु ओइ विश्व विश्वले गर्छ Ini yang kecil, yang